Hi guys, good morning. Welcome back to my vlog. पछि फेरि हामी बेसी सहरको लागि निक्लिने छौँ. अब हामी रेडी हुँदैछौँ जानको लागि, अगाडि बढ्नको लागि. सबैजना लिडर्सहरू पनि रेडी भइसक्नु भएको छ. अब बस्यौँ है. बेसी सहरको लागि बेसी सहर झ्याङ्ली खोला हैन? झिङ्गे खोला हामी जाँदैछौँ. अब यति बेला पुरै कुहिरो छ. अगाडि तपाईँले देख्न सक्नुहुन्छ पुरै कुहिरोले ढाकिरहेको छ. पुरा माथि हेर्न सक्नुहुन्छ पुरा शीतको थोपा. हाम्रो सनरुफ पुरा शीत रूप भएको छ अहिले यति बेला चाहिँ. पुरै शीतको थोपा छ. अब चाहिँ यता अलिअलि खोले जस्तो पनि हुन्छ, फेरि बग्न हुन्छ. त्यसरी भइपरि चलाउनु पर्ने स्थिति यहाँनिर देखिरहेको छ. त्यही पनि रमणीय नै छ. बाँकी बेसी सहरको हाम्रो पनि यो पहिलो यात्रा हो. यात्राको लागि हामी निक्लिँदैछौँ. यस्ता नागबेली रोडहरू छ, बाटोहरू छ. नागबेली बाटो देखाउने भनौँ, क्यामेराम्यान चाहिँ यतै मात्र त्यसरी बसिरहन्छन् है. बाँकी अब म्यापले देखाइरहेको छ 49 किलोमिटर छ, 49 किलोमिटर छ. 49 किलोमिटरमा हामी बेसी सहर पुग्छौँ. बाटो चाहिँ अब अलिकति उकालै होला कि जस्तो लाग्छ. अब हाम्रो चार्ज पनि 61% बाँकी छ. हेरौँ कतिको हुन्छ. बाँकी बाटो चाहिँ यस्तो नागबेली बाटो तपाईँले यहाँ नक्सामा देख्न सक्नुहुन्छ. 48 किलोमिटर अब बाँकी रह्यो. पढेका छौँ र यति बेला हामी भानु 3 खरेमा पुगेका छौँ. तर यति हो कि नेपालमा यति बेला चाहिँ हामी जहाँ पनि पुगेका छौँ. बाटो राम्रै छ. देशमा विकास भएको छैन, देशमा विकास भएको छ. जस्तो फेसबुकमा मात्र सीमित छन्. उनीहरूले चाहिँ देश विकास भएको देख्दैनन्. तर नेपाल राम्रै छ, विकास भएको छ. खेतबारी खाली छन् त्यो अलग म्याटर भयो. तैपनि सामान्यतया जति हाम्रो जस्तो देशमा जति विकटता छ त्यो हिसाबले विकास भएकै छ. रोड पूर्वमा जाऊ त्यस्तै राम्रो छ, पश्चिममा गए पनि त्यतिकै राम्रै छ. गाउँ अहिले हामी बेसी सहर जाँदैछौँ. यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ राम्रै छ. रोडहरू चट्ट परेको जिल्ला रोडहरू नै छ. बाँकी गाउँ हो. बाँकी हर देशको गाउँ त करिब यस्तै हुन्छ. त्यो हिसाबले त हाम्रो गाउँ त अझै पनि राम्रै छ. मेरो हिसाबले पुराना घरहरू तपाईँले देख्न सक्नुहुन्छ. पुराना घरमा अब कोही विदेश गएर कमाउन थाल्यो होला, त्यसपछि नयाँ प्रकारका घरहरू पनि बन्न थालेका छन्. अब यहाँसम्म चाहिँ डबल बाटो रहेछ. अब यहाँ चाहिँ सिङ्गल बाटो. 34 किलोमिटर बाँकी छ अब हामी बेसी सहर पुग्नको लागि. तर्दैछौँ फौदी खोला पुल. अनि अब हामी गाडीमा पनि भिडियो लिन पनि हामीलाई हतारै हुन्छ. आइडी आइरहेको हुन्छ, आइडी बनाउनु पर्ने हुन्छ. उता साथीहरू फेरि सेन्टर जानको लागि हतार छ, आइडी बनाइदिनुहोस् भनेर आउनुहुन्छ. मैले राम्रोसँग लिन सकिनँ. फौदी खोला पुल फर्किँदाखेरि अवश्य पुरै पुलको फौदी खोला पुल आउँदाखेरि गर्दैन हामी यस्तो पुल हुने छैन. हजुरहरूलाई सबै दृश्यहरू हामीले समाटेर पक्कै पनि देखाउने छौँ. बाट उठ बस्ती बस्तीबाट उठ गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ्नु पर्यो है हजुर. सबैजना उठेर हेल्दी लिभिङमा आएर हाम्रो देशलाई स्वास्थ्यको साथमा देशलाई पनि समृद्ध बनाउने अभियानमा हामी सबैजना लागि पर्नुपर्छ. डाँडोमा रहेछ लमजुङ प्रवेश द्वार. अब हामी कता सिधै जाने हो, कता जाने होला? अब हामी कता जाने हो त्यो हामीलाई त्यो पनि थाहा छैन. पक्कै सिधै होला भन्ने जस्तो लाग्छ मलाई. यता तिनतिर बाटो रहेछ. यता अनि यता है. यता पनि रहेछ. झिङ्गे खोला कता? यता कि यता हजुर? झिङ्गे खोला ठुलो रहेछ बजार. हेर बेसी सहर हामी जाँदैछौँ. यो लमजुङ सुरु भयो. यो पाउँदी. यति बेला हामी पाउँदीमा पुगेका छौँ. पाउँदी बजार लमजुङ. अब यहाँबाट बेसी सहर जम्मा 19 किलोमिटर बाँकी छ.
सुन्दर बजार लमजुङ लेखिरहेको छ श्री चक्की प्रसाद गणेश। यसरी काम चलिरहेछ साथीहरूले देख्नुहुन्छ गजब टिमवर्क वाउ एक चिज सिक्न सक्यो हामी टिमवर्कको बिजनेसमा छौँ र टिमवर्क कसरी चल्छ भन्ने कुरा त्यो भिडियोमा राम्रैसी लिनुपर्ने हो तर हाम्रो गाडी स्पिड छ मेरो हतार भइरहेछ रोकेर लिन सकिएन सो आउँदाखेरि मिल्यो भने म अवश्य बनाउने छु अगाडि हेर्न सक्नुहुन्छ वाउ शानदार हल्का बरफ हल्का नबरफ हल्का ढिस्को माटो मिलेर कति सुन्दर हिमालको निर्माण भएको छ तपाईँहरूले अगाडि देखिरहनु प्रत्यक्ष अगाडि छ बिल्कुल यहाँ हेर्दाखेरि यसो हातले पनि छुने जस्तो डिस्टेन्समा हिमाल देख्न सक्नुहुन्छ अब जम्मा 6 किलोमिटर 5 किलोमिटर लमसम बाँकी छ बेसी सहर पुग्नको लागि गाइज हामीहरू बेसी सहर पुगिसकेका छौँ वाउ बेसी सहर पुग्दा पनि बेसी सहरको बजारको अगाडिपट्टि तपाईँले यो शानदार हिमालले चाहिँ चियाइरहेको देख्न सक्नुहुन्छ गजब छ मतलब नेपालको हर सहर युनिक छ हर सहर सुन्दर छ यसको यो एक प्रमाण हो हेर्नुहोस् त ठ्याक्कै सहरको बिचबाट तपाईँले कति राम्रो हिमाल तपाईँले त्यहाँ त्यसरी देख्न सक्नुहुन्छ वाउ त बेसी सहर जीवनमा पहिलोपटक पुगियो अनि अब हामी एकछिनपछि आजको प्रोग्रामको उद्घाटनमा हामी सरिक हुनेछौँ बाई चान्स हामी बिल्कुल 4 मिनट ढिलो भएको छौँ तैपनि अब सामान्यतया प्रोग्राम हुने भनेको 15-20 मिनट आधा घन्टा त ढिलो नै होला तर हामी जे भए पनि समयमा ठ्याक्कै पुगिसकेका छौँ अझै पनि हेर्नु न वाउ घरको माथि हिमाल जस्तो घरको माथि चाहिँ हिमालले ढाकेको जस्तो अनुभूति हुनसक्छ तर बजारसहित तपाईँले हिमाललाई हेर्नुहोस् त वाउ गजब छ भेरी नाइस गाइज हामीहरू बेसी सहर पुगिसकेका छौँ र बेसी सहरको यो एनएमबीको ब्रान्च तपाईँले अगाडि देखिरहनु भएको छ एनएमबी ब्याङ्क छ एनएमबी ब्याङ्कको साइडमा नै हाम्रो ब्रान्च छ त्यसलाई के भन्छ अरे झिङ्गे खोला होइन त झिङ्गे खोला हुलाकी कम्प्लेक्समा हाम्रो एनएमबीको ब्रान्च छ हामी आज उद्घाटनको लागि यहाँ पुगिसकेका छौँ अब एकछिनमा उद्घाटन हुँदैछ उद्घाटनको तयारी हुँदैछ बिलिङ सुरुवात भइसक्यो हो हिजो अस्तिदेखि ओके रियल उद्घाटन त यही भयो ओके तयारी गर्दै हुनुहुन्छ हामी चाहिँ फेरि यसो सर आयो ताली बजाओ सिटी बजाओ ताली बजाओ स्विच बोर्ड चाहिँ यहाँ फिट गरिदिएका छन् नि हो कि होइन भन्नुहोस् त त्यो कारण यसलाई जति एक्टिभ गर्नुभयो त्यति नै तपाईँको शरीर स्वस्थ हुन सक्छ फेरि एकपटक एक्टिभ गर्नु त ल
थ्याङ्क यू भाइ। यहाँ मेरो दिपेन्द्र खत्री, घर मेरो गोर्खा, लमजुङ र गोर्खाको एउटा सम्बन्ध छ। पहिला पहिला घले राजाहरूले होइन दौडेर मेरो हिसाबले यहीँबाट दौडेर चाँडै पुगेर उता गोर्खातिर गएर राजा भावी भन्ने जस्तो एउटा केही कहानी छ होइन। त सुरुवात कहिले कहिले यहीँबाट हो। अनि त्यसमा मेरो नाम दिपेन्द्र खत्री, खत्री पछाडि लागेको छ। यसो बाबाजीले सोध्दै गर्दाखेरि उतैतिरबाट आ भन्थ्यो क्या लमजुङबाटै। म पनि खोजिरहेको छु अहिलेदेखिको मेरो हजुरबा कोही आउनु भयो कि भनेर है। त यहीँबाट गयो अरे क्या हामीहरू है। डेफिनेट यो हाम्रो बेसी सहरको ब्रान्च हो। ठेलम ठेल भ्याम भिड लिडर्सहरूको उत्साहबाट हेर्न योग्य छ। ल गाइज, हामी यति बेला बेसी सहरको बिल्कुल मध्य बजारमा छौँ। यो बेसी सहरको बजार हो र यो चाहिँ बेसी छ लमजुङ भीमसेन स्थान भन्ने ठाउँ रहेछ। अब यसो हामी बजार घुम्दैछौँ। उद्घाटन सकेर आज 35औँ ब्रान्च हेल्दी लिभिङको बेसी सहरमा उद्घाटन भएको छ। त्यो उद्घाटन सकेर अब हामी यसो बजार घुम्न निक्लिँदैछौँ। साथमा हुनुहुन्छ डायमन्ड डाइरेक्टर सुधा तिवारी ज्यू। उहाँ पनि आज उद्घाटनमा बडो सामेल हुनुहुन्थ्यो। माला साला गादा मालाको साथमा तपाईँले देख्नुभयो होला। यो बेसी सहरको बजारबाट देखिने हिमाल हो। ल्याउनुहोस् त, कति सुन्दर हिमाल यहाँनिर देखिरहेको छ। यता पनि बजार छ, यता पनि बजार छ। हामी बेसी सहरको बिच बजारमा छौँ यति बेला है गाइस। बेसी सहरबाट भर्खर पुगियो। पुगेर खाना खाएर अब एकैछिन वज्रासनमा बसेर फेरि अब एडिटिङको काम गरेर फेरि रेस्ट गर्नेछौँ। आज जिन्दगीमा पहिलोपटक नयाँ ठाउँ बेसी सहर घुमियो र त्यहाँ शानदार हेल्दी लिभिङको एउटा ब्रान्च ओपनिङमा सहभागी पनि भइयो। एक अतिथिको रूपमा, मुख्य अतिथिकै रूपमा नै भूमिका खेलियो। रमाइलो भयो। फेरि भोलि फेरि यस्तै कुनै न कुनै नयाँ डेस्टिनेसनमा पुग्नेछु र तपाईँहरूलाई पनि अवगत गराउनेछु। आजलाई चाहिँ यो ब्लगलाई यहीँ पुरा गरौँ। सबैजना व्यस्त रहनु, मस्त रहनु। जाडोको मौसम छ, अलिकति ध्यान राख्नु। सबैलाई शुभकामना। विश यू वेल्थ।